हेलो हाई नमस्ते वेलकम ब्याक टु माई च्यानल। आज फेरि नयाँ दिन नयाँ भिडियो त के भनौँ, नानीको के भन्छ न्वारानले गर्दाखेरि त लखा त राम्रो भइएको छ होइन। यहाँनिर भर्खर उठिरहेको छु म चाहिँ, हेर्नु त आम्मामा निन्द्राले व्याकुल 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 भएको थियो नि त। अनि भर्खर उठ्दैछु, उठेर ताहुर माहुर गर्दैछु क्या। भिनाजीले यहाँ फुल टाकटाक टुकटुक गर्दै हुन्थ्यो, कता जानुभएको नि। आज बाहिरको नजारा चाहिँ यस्तो छ क्या, यस्तो दामी नजारा छ कि आज। यस्तो घाम लागेको रहेछ, तर म कुम्भकर्णलाई घाम लाग्यो भने के मतलब भने जस्तो होइन। म कुम्भकर्णलाई के मतलब, यस्तो छ आजको नजारा चाहिँ। यसको धनियाँ लानु छ क्या, मैले अचार बनाउनु छ। यस्तो छ है आजको नजारा। अनि यहाँनिर चाहिँ यो धनियाँ अल्छी चाहिँ मान्नु हुँदैन, तर कस्तो मिठो हुन्छ नि त यो धनियाँ। मलाई त अल्छी लाग्दैन क्या, तर यस्तो मिठो हुन्छ नि त यो टिप्नु। किन अल्छी मान्नु र है। यस्तो बारीमा मैले मेरै हातले खनेर मेरै हातले छरेको धनियाँ हो यो। यस्तो मिठो हुन्छ नि। म यसको टक्क परेको अचार पनि बनाउँछु, हेर्नु न अहिले। त्यो मिठो हुन्छ अचार खानु। अचार खानु त यतिले भए पुगिहाल्छ मलाई, धेरै पनि चाहिएको छैन मलाई। यति भए पुगिहाल्छ। यस्तो मिठो बास्ना। अब चाहिँ डे बाई डे यसरी घाममा लुगा सुकाउने दिन पनि आयो हाम्रो। अब चाहिँ युकेमा कुछ रमाइलो दिनहरू आउँदैछ हेर्नु। हाम्रो पनि आज यताउति बेनाजीले यो झार काट्नु चाहिँ अलिक भुइँ चिसो भएकोले गर्दा मेसिन गाडिन्छ नि त, त्यही भएर यो चाहिँ भुइँ चाहिँ काटेको छौँ न। यसपालि चाहिँ यो पनि रङ्ग्याउनु छ। कति धेरै काम छ भने यो समरमा चाहिँ। मेरे भुइँतिर झ्याप्पै पानीमा झ्याप्पै। गीत पनि पाउँदैन भनेको बेला मुड पनि छैन त गीत गाउने। ला 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 ला। अन्डे बहादुर उसिन्दैछु म चाहिँ यहाँ। अन्डे बहादुर उसिन्दैछु। सबै धुवा बनाएको दुई दिनमा 100 ग्राम बढेछ। बढ्छ नि अब त। जेन्डिस अब छैन होइन, 14 दिनमा जान्छ अरे। त्यो पनि अब उमा बोलाएको छ धुवा भयो यता ल्याउनु सिटिङमा। ऊ पनि खोज्दै थियो अहिले पनि, बोलाउनु पर्ने गौतमलाई। दाजुले खोज्दैछ। ऊ त्यो ढोका खोल्न उनीहरूकोमा लैजाउँ, खुसी हुन्छ दाजुहरू। के जोग्ने लिएर आउँछ? हामीले धेरै मोटी मोटी भयो भने फेरि के गर्ने हो, वेट बढेर अब भिजिट आउँदैन रे। अब आउँदैन रे, वेट बढ्यो राम्रो भयो, अब आउँदैन हामी भन्दैछ। जन्मेको वेट भयो क्या।
रिगेन गरिसक्यो एक त हो 2680 2.680 आइला नि त्यति नै भएको हाँस्छ यो बिचमा पनि के भएको हेलो अम्ली टोकी चाहिँ होइन नि सानो मान्छेले अम्ली त सानो अम्ली टोकी चाहिँ होइन नि दाजु खोजी हिँड्दैछ यसलाई थर्सडे मार्च 26 मा अपोइन्टमेन्ट भयो नि मेरो कसको नानीको त्यो उसको म त अलिअलि पहेँलो देख्छु बेसार बन्द हाँचेको छ सानो मान्छे त हाँचुली गर्नु हाँसु हाँसु हाँचु गर्नु हाँसु हाँचु गर्नु हाँचु होइन फुपूले खाने हो मेरो बिचारमा भन्छ आज मेरो मनले यो गर्ने ल्याएको दिनेश बाबुले भिडियो बनाउनु के गर्ने सुमु यो के हो पार्टी ब्याग भनेको चिप्स रहेछ त्यो चाख्नु पर्यो मान डढेछ क्या बनाइरहेछ आफूले बनाएको गुन्द्रेको कि त्यही भएर मैले नधुइकन नाटेको सफा गरेर गरेको भएर चाहिँ त्यसो गरेको गुन्द्रुक समझ में आया मेरी बात समझ में आ गई कि नहीं त्यो किन रोटी प्याक गरेको लाने ममले आखिर सहर लागेको भाइस निवेदन तर चिसो छ म चाहिँ चिसोले त होला नि म त यति साह्रो दिन है कसरी काम गर्यो भन्ने कुरा
कसरी भन्नु सिकेको खोर्सानी फेरि खानु यति मनपर्छ यति मनपर्छ रूपा बुङ आइछ कि माथि गयो कस्तो छिटो बोल्ने रहेछ है त्यो नि हेर्दै पनि क्या नि होइन छोप्नुलाई पनि आज मान्छे डढिसक्यो के गर्नु टिपेर पकाउनु कहाँबाट यो चाहिँ माथि आउँछ यो त लगाउनु पर्ने भन्छु यो चाहिँ मेरो गुन्द्रुक पकाएको स्टाइल यो चाहिँ नयाँ भर्जनको हो क्या कस्तो अल्छी लाग्यो हाम्रो के भन्छ उसको चाहिँ नानीको दुईवटा नाम जुरेको छ होइन घरकै बाजेले राखिदिनु भएको नाम चाहिँ रूपा बुङ अनि अर्को चाहिँ हामीले चाहिँ के सोचेको थियौँ भने हामीले चाहिँ 3 पुस्ताको नाम जोडेर एउटै नाम बनाएर राखिदिने भनेको थियौँ नि त अनि त्यसको इच्छा अनुसार क्या अब मेरो बाबाको बाबा हाम्रो बाजे हुन्छ नि घरको बाजे अब हामीले त हामीलाई सानो हुँदा देख्नुभयो तर अब हामी बुद्धि हुँदाखेरि थाहा पाउने हुँदा चाहिँ हामीले देखिन्न हाम्रो बाजे अनि हाम्रो घरको बाजेको नाम चाहिँ बहादुर सिंह राई होइन अनि बहादुर सिंह राईको नाम बबाट अनि मेरो बाबाको अब नानीको घरको बाजेको नाम चाहिँ देवधोज होइन अनि मिमीको नाम चाहिँ सुमित्रा बेबे मिमी भन्छ क्या ठुलो घरको चाहिँ बाजे बोजूलाई अनि मेरो बाजेको नाम चाहिँ बहादुर सिंह मेरो बाबाको नाम देवधोज अनि आमाको नाम चाहिँ सुमित्रा अनि बुहारीको नाम नितु कान्छा भाइको नाम चाहिँ दिनेश हो नि त अनि त्यो सबै मिसाएर चाहिँ एउटा नाम राखिदिन पाएँ भनेर त्यहीदेखि हामीले सर्च गरेको खोजेको है अनि गर्दा भन्दा सबै हामीले चाहिँ बल्ल फाइनली चाहिँ अनि खोज्यौँ अनि हाम्रो बाबाले पनि छिट्टै नाम गर्नुभएको रहेछ क्या सोच्नुभएको रहेछ अनि कसैलाई पनि नभन्नुभएको बाबाले चाहिँ अनि हिजो पो भन्नुभएको क्या बाबाले चाहिँ लु यो नाम पढ भनेर मेरो जेठा भाइलाई दिनुभएको क्या नौरन गरेपछि ल यो नाम मेरो राखिदिएको भन्नु लाउनुभयो क्या बाबाले अनि हामीले सबै छक्का परेको तर हामीले सबैजना मिलेर चाहिँ बनाएको नाम चाहिँ निपदिमा राई NIBDIMA निपदिमा भनेपछि एनबाट के भन्छ उसकै मम्मीको नाम नितु भइहाल्यो अनि बी निपको ब हुन्छ बको बहादुर सिंह भइहाल्यो अनि डीको उसको बाबा पनि भयो अनि उसको बाजेको पनि देवदोज भएर भयो अनि एम क्या अनि सुमित्राको पनि एम भयो है गर्दाखेरि कस्तो मजाले जुरेर यसपालि चाहिँ सबै के भन्छ 3 पुस्ताको नामलाई जोडेर राख्न खोजेको थियौँ नि हामीले नाम र ठ्याक्कै नै भेट्यौँ कि हामीले चाहिँ त्यही भएर उसको चाहिँ 3 पुस्तालाई कभर गर्ने नाम हो निपदिमा चाहिँ अनि निपदिमाको चाहिँ फेरि के भन्छ हाम्रो बाबाहरू चाहिँ ठुलो हो म चाहिँ बन्ता हो नि मेरो मान्छेहरू ठुलो हो नि त अनि ठुलोहरूको बाट ठुलुङ भाषाबाट चाहिँ अर्थपूर्ण नाम बाबाले राखिदिनु भएको पनि रूपा बुङ भनेको चाहिँ
सुनको सिक्का जस्तो फुल अरे के होइन, त्यसको मिनिङ चाहिँ त्यता जाँदो रहेछ। अनि निब्बीमा भनेको चाहिँ धरतीको रानी अरे क्या, के भन्छ ल्यान्ड अफ द क्विन हुँदो रहेछ, धरतीको परी अथवा धरतीको क्विन हुँदो रहेछ। अनि ठ्याक्कै हामीले चाहिँ कस्तो मजाले चाहिँ जोडेर राखेको छ नि त नाम। अनि दिनदिन बढ्दैछौँ होइन, यति सुप लाउनु पर्ने मैले योजना गरेको छु हुन्छ। पानी तताउने हो, अनि पानी तताएर मही बनाएर खाने हो तातोमा। अल्छी लाग्छ के हो माम नखाने हो? मा- अनि यो कहाँबाट आएको यो? दिनु त कहीँ दिएको? त्यो कुर्सीहरू पनि भित्र हाल्नुपर्ने छ। आमा चिसै छ नि हो। ल छिटो बालेर आऊ। यो राखिदिनु त। तपाईँ दिदीको आज फास्टिङ हो, त्योबाट उसको ऊ चाहिँ दियोहरू चाहिँ स्टोरमा चोखो हुन्छ भनेर पढाइरहेको छ। यो त पर पो लडिरहेको छ त बाहिर के हो यो? ए जरी छ। अघि। यो क्यामेरा रहेछ क्या, खुस्किहाल्ने। नेपालबाट ठिक रहेछ, यसरी बाँध्ने खालको। लुगा त उठाएर उ गरेको पर राख्नु हुँदैन, बच्चाको लुगा बाहिर स्टोरको चाहिँ ल्याउनु पर्ने। कस्तो सँगड लाग्नु आँटेको जस्तो, तर फेरि जाडो त उत्तिकै क्या। ए मही बनाउने हुँदैछ फेरि, पानी नै खानु पर्ला। कपाल पनि हिक्का भइजान्छ एकैछिनमा। तपाईँ नखाने? म त खाएँ है यो। बेटा आज बोल्नु पनि छैन, चाल्नु पनि छैन। म जता जता गएँ त्यता त्यतै के जाँगर चलेको आज। बोल्नु पनि छैन, के गरेको भनेर भिडियो बनाइराख्नु भएको छ। खाएँ देखिरहेको छु के गरेको किन भन्नु त, अनि म अन्धा भए पो सोध्छु। बोल्नु पनि हुन्न, अनि लुइने जता गएको त खासै मिठो भयो नि। गुन्द्रुक चाहिँ भयो, के भयो? धेरै सुप भयो, के भयो? धेरै सुप होइन, कमी चाहिँ भयो होला। हजुर कमी चाहिँ भयो होला सुप। अनि चाम्रो भएसम्म मिठो हुन्छ नि। तर जाडोमा सुपै, गुन्द्रुकको त के सुपै खाने त हो।
अचार मिठो भएको छ भने यो अचार कति बेला लानुहुन्छ भनेको लाने भएन हाँसी गर कति नाममा मान्छे हौ हाँसी गर्नु बाई बाई ल म काममा गएको भरे कति ग्राम 50 ग्राम बढ्नु फेरि है ल गएँ म त सामा चाहिँ यस्तो छ हालत कस्तो लागिरहेछ त ओइ भन यहाँ युट्युब फ्यामिलीलाई नमस्कार कस्तो रमाइलो लागिरहेछ नमस्कार पनि भन्दैन क्या नमस्ते एकदम रमाइलो लागिरहेछ यस्तै सधैँ भइरहोस् जस्तो भइरहेछ रातभरि ड्युटी गर्नुपर्छ घरिघरि ड्युटी गर्नै त पऱ्यो त नि ल बाई बाई म काम बाई 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 बाई